मुभीको सुरुवातमा लिहुलाई देखाइन्छ उसको शरीर सेरेबल पाल्सी नामक रोगले गर्दा सानैबाट ऊ मजाले बोल्न र हिँड्न सक्दैन थियो। उसलाई दैनिक सामान्य कामहरू गर्न नि निकै गाह्रो हुन्थ्यो। तर पनि लिहु सामान्य मान्छेहरू जस्तो उसलाई नि जिन्दगीमा केही गर्न मन थियो। ऊ जसो तसो गर्दै घरको छतमाथि पुग्छ र आफ्नो डायरी निकालेर त्यहाँ केही लेख्न थाल्छ। उसले भविष्यमा उसलाई शिक्षक यानि टिचर हुनु मन भएको कुराहरू उसले त्यो डायरीमा लेख्छ। त्यही बेला उसले कसैको आवाज सुन्छ। धेरै पछि उसको हजुरआमा घर फर्किनु भएको थियो। हजुरआमालाई देखेर लिहु एकदमै खुसी हुन्छ। यो संसारमा लिहुलाई सबैभन्दा बढी माया गर्ने भनेकै उसको हजुरआमा थिइन्। दुनियाँले लिहुलाई उसको शरीरको अशक्तताले गर्दा जे जस्तो सोचे पनि हजुरआमा आफ्नो नाति लिहुलाई सामान्य नजरले नै हेर्नुहुन्थ्यो। हजुरआमा कपडाहरू मिलाउन थाल्नुहुन्छ। लिहु नि गाह्रो गरी उहाँको सलहरूलाई मिलाइरहेको थियो। त्यो देखेर हजुरआमाले लिहुलाई मायालु नजरले हेर्नुहुन्छ। त्यही बेला एउटा कल आउँछ। त्यो कल स्कुलबाट आएको थियो र हजुरआमाले लिहु तिमीले स्कुलमा टिचरको लागि फर्म भरेको थियौ। स्कुलबाट अर्को हप्ता डेमो क्लासको लागि तिमीलाई बोलाइरहेको छन्। के गर्छौ भनेर सोध्नुहुन्छ। लिहु यही त चाहन्थ्यो। ऊ खुसी हुँदै डेमो क्लासको लागि जान्छु भन्छ। अर्को दिन लिहुको जन्मदिन भएकोले हजुरआमाले लिहुलाई एउटा ठाउँ लैजानुहुन्छ। त्यहाँ हजुरआमाको साथीहरू लिहुको जन्मदिन मनाउनलाई अगाडिबाटै बसिरहेका थिए। लिहुले निकै गाह्रो गरी केकमा भएको क्यान्डलहरू निभाउँछ। जन्मदिन भएकोले हजुरआमाले लिहुलाई एक ग्लास बियर पिउनलाई दिनुहुन्छ। तर लिहुलाई बानी नभएकोले साथै उसलाई पचाउन गाह्रो भएकोले बियरले गर्दा उसको घाँटीमा बियर सर्किन्छ। लिहुलाई निकै गाह्रो भइरहेको थियो। हजुरआमा एकदमै डराइरहेको थिइन्। लिहुको आमाले लिहुलाई यो हालतमा देखिन् भने त मलाई काच्चै खान्छिन् नभन्दै त्यहाँ लिहुको आमा आइपुग्छिन्।